हेलो एभ्रिवान। आज हामी फेरि पनि कोशी टापु वाइल्ड लाइफ रिजर्भ जाँदैछौँ। चितवनबाट कोशी जान लगभग 10 घण्टा लाग्दो रहेछ। हामी चाहिँ नाइट बसमा गएको थियौँ र टिकटको 1400 पर्दो रहेछ। कोशीमा इन्डिया र नेपालको बोर्डर पनि रहेको छ। नेपाल र इन्डियामा ओपन बोर्डर छ। यहाँको सिमाना चाहिँ किलाहरूले छुट्याइएको छ। हामी त्यही किला भएको ठाउँमा गएर नेपाल यता इन्डिया यता रहेछ भन्दैछौँ। यो चाहिँ किला नम्बर 206 रहेछ। दिउँसो 3 बजेतिर चाहिँ हामी कोशी ब्यारेज गयौँ। कता हो राम्री भएर आज चाहिँ हामी कोशी टापु आएको छौँ। अहिले चाहिँ ब्यारेजमा चाहिँ डल्फिनको खोजी गरिरहेछौँ। अनि यस्तो राम्रो भएर चाहिँ छठ पनि हो। आज पूजा हेर्नलाई आइरहेको छौँ। हामी चितवनदेखि यहाँ एक दिन अगाडि आएको पूजा एटेन्ड गर्न पाउँछौँ भनेर। मर्निङ टाइममा र इभिनिङ टाइममा चाहिँ यो कोशी ब्रिजबाट चाहिँ डल्फिन देखिने गर्छ। डल्फिन चाहिँ अघिल्लो पालि आउँदाखेरि मैले देख्न पाएको थिएँ। यो पालि पनि डल्फिन त धेरै देख्न पाइयो, तर राम्रो फोटो क्याप्चर गर्न चाहिँ निकै कठिन हुँदो रहेछ। 2025 को डेटा अनुसार चाहिँ कोशी प्रोभिन्समा 25 वटा ग्याङ्गेटिक डल्फिन पाइएको छ। हजुर देखिरहेछ। उता दुईटा भिडियोमा खिचिरहेको 2 मिनेट। डल्फिनहरू धेरै देख्न पाएर चाहिँ हामी निकै नै खुसी थियौँ। राम्रो फोटो क्याप्चर गर्न चाहिँ गाह्रो हुँदो रहेछ, किनकि डल्फिन एकछिन मात्र बाहिर आएर भित्र गइहाल्दो रहेछ। फोटो खिच्न गाह्रो भएको हुनाले चाहिँ हामीले चाहिँ भिडियो नि गराएको थियौँ। अनि क्यामेरामा चाहिँ राम्रो सट आएको छ, एउटा दुईटा चाहिँ। डल्फिन देखेला त आइज ओए भाइ आइज क्रप गरेर हाल्नु छिटो आइज। देखियो आज छठ पूजा पनि थियो। छठ पूजाको लागि इन्डियाबाट धेरै मानिसहरू आउनुहुँदो रहेछ। इन्डियन साइडबाट कोशीको रिभरमा जान नमिल्दो रहेछ, त्यही भएर नेपाल पसेर चाहिँ यहाँबाट पूजा गर्नुहुँदो रहेछ। त्यहाँको माहौल नै निकै रमाइलो थियो। सबैजना खुसी हुनुहुन्थ्यो र पटाकाहरू सेलिब्रेसन हुँदै थियो। त्यहाँ पूजा गर्न सजाएको ठाउँहरू पनि हेऱ्यौँ। अनि त्यहाँ एउटा माताको मूर्ति बनाउनु भएको थियो। मलाई युनिक लागेको चाहिँ माताको जुङ्गा पनि थियो। हेलो, हामी चाहिँ छठ पूजामा छ। मैले हामी त्यहाँ हेऱ्यौँ, माताको मूर्ति नै रहेछ। त्यहाँ फोटो खिच्यौँ, भिडियो खिच्यौँ। अनि उहाँहरू चाहिँ दियो बालेर बस्नु रहेछ छेउमा। यस्तो राम्रो गराउनु भयो, झिलिमिली लाइट्सहरू, पटाका पड्काउनु एकदम रमाइलो लागिरहेको छ। हामी चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स गर्न पाउँदा। कोशीमा चाहिँ हरेक ठाउँमा तालहरू रहेको छ। उहाँहरूले चाहिँ सानो सानो पोखरीमा नि पूजा गर्नुहुँदो रहेछ। ठुलो नदी नै चाहिन्छ भन्ने चाहिँ नरहेछ। मसरुम के हो यो? आलु र के हो? सलाद, दाल, साग। आज हाम्रो स्पेसल फिस करी। यो चाहिँ धरतीको पहिलो तीर्थस्थल जाने बाटो हो, बाराहा क्षेत्र धाम। आज हामी कोशी टापु वाइल्ड लाइफ रिजर्भ फिल्ड भिजिट गर्दैछौँ। यो 176 किलोमिटरमा फैलिएको छ। कोशी टापु सुनसरी, उदयपुर र सप्तरी गरी 3टा डिस्ट्रिक्टमा फैलिएको छ। हामी आज यो 3टै क्षेत्र कभर गर्दैछौँ। वाइल्ड वाटर बफेलो यानि कि अर्ना कोशी टापु वाइल्ड लाइफ रिजर्भमा मात्र पाइन्छ।
यसै गरी डल्फिन र फिसिङ क्याट पनि पाइन्छ। कोसी टापु वाइल्ड लाइफ रिजर्भ एसियाकै सबैभन्दा रुचाइएको बर्ड वाचिङ डेस्टिनेसनमा पर्छ। हामी बेङ्गल फ्लोरिकन नेपाली नाम खरमजुरको खोजीमा गएका छौँ। आज हामी साइट हेर्नको लागि मात्र गएको थियौँ। यो चाहिँ भैँसीको छालाबाट बस्ने मोडा बनाउनु भएको रहेछ। त्यहाँ त कपाल पनि बाँकी रहेछ। यो नदी कटेर पारी जानुपर्ने थियो, तर पानीको मात्रा धेरै हुनाले हामी जान पाएनौँ। पारी चाहिँ श्रीलङ्का टापु थियो जहाँ बेङ्गल फ्लोरिकन र व्हाइट रक भल्चर पाउँछ भन्नुभएको थियो। होइन 2023 सेप्टेम्बरमा चितवनबाट 2टा वान हर्न फिमेल राइनो चाहिँ कोसी टापुमा लगिएको थियो। यिनीहरूको नाम पुष्पा र अञ्जली हो। पुष्पाको उमेर करिब 6 वर्ष र अञ्जलीको उमेर करिब 5 वर्ष रहेको छ। One, two, three, go. हामी ठाउँमा रोकेर कतै बेङ्गल फ्लोरिकन देखिन्छ कि भनेर खोजिरहेको थियौँ। चटपटे जङ्गलमा जङ्गलको पिसफुल इन्भाइरोमेन्टमा चाहिँ हामीले आफै चटपट बनाएर खायौँ। आफूले गरेको फोहोर आफै सम्हाल्नु पर्छ। मानिसहरूले जङ्गलमा पनि प्लास्टिकहरू फाल्नु भएको थियो। आफूले गरेको र पहिल्यै भएको फोहोर पनि हामी समेटेर लिएर आयौँ। अरू गर्न कि मैले त्यहीँ रोकिदिन्छु। कोसी टापुकै सबैभन्दा सुन्दर स्पोट हो। यहाँ चाहिँ दुईतिरबाट बाँस जोडिएर नमस्ते आकारको बनाएको छ नेचुरली। हामी चाहिँ कोसी टापुको बेस्ट पोइन्टमा छौँ। यहाँ चाहिँ बाँसको नियाले थाहा भएन नाम त नमस्ते ब्याम्बो स्ट्रिट राख्ने हो यसलाई। यस्तो प्रिटी हो कि यो ठाउँ। उहाँ चाहिँ अब्सेस्ड हुनुहुन्छ अहिले यसरी आफ्नो भिडियो फोटो खिच्नलाई, जहाँ पनि आफ्नो फोन हुन्छ। हाम्रो म्यामले बोलाइसक्छ चाँडो भनेर। अगाडि चेक पोस्ट नै छ अनि 5 बजे एक्जिट हो कि 5 बज्यो 5:10 देखेकै छैन कि त्यो सने सनसेट पोइन्टमा आएको। तर सनसेट भइसक्यो, तर हाम्रो आँखाको अगाडि भयो, तर हाम्रो राम्रोसँग खिच्न चाहिँ पाएन। हामी ढुक्कुर्दै आएको। हिजोको छठ पूजाले गर्दा नदी निकै नै फोहोर भएको थियो। धर्म गर्छु भन्ने क्रममा कतै हामीले अधर्म त गरेको छैनौँ। नदीले फोहोर गरेर सबै कुरा आज सबै भिन्न। चलचित्रको दृश्यमा चाहिँ स्लो मोसनमा छैन, तर नवी प्रेमले भनेका कुरा नभएको पनि होइन। दोहोरेर आउँछ भन्थे एउटै मान्छेको सोच, विशिष्ट श्रेणीको मनमा विसञ्जनले सबैको महसुस गर्दैछु आफैभित्र यी परिवर्तन आउनु छ। खुसी डर उत्साहको मिश्रण आदिको मेरो म छ उको छ आरक्षण। कसलाई सोधु के म गरौँ मायाको कि हो कि लक्षण यो बाहिर हेरेको के हो तरकारी भनेर उहाँ चाहिँ चुज दी म्यान के को दाल हो भनेर भन्थ्यो।